हरे कृष्ण एभ्रिवान नमस्कार सबैजना सन्चै आरामै हुनुहुन्छ र मेरो बर्थडे परेको थियो हिजो सोमबार तर आज मैले भिडियो आज राख्दैछु हिजो चाहिँ अल्छी लाग्यो बनाउन त्यही भएर अनि हिजो मैले खासै केही गर्ने मौका त मिलेन केही गर्ने भन्ने प्लान थिएन हाम्रो अनि बिहान उठेँ पूजापाठ गरेँ आनन्दले सोमबार पनि परेको थियो त्यही भएर पूजापाठ गरेर मेरो कृष्णको श्रृङ्गार गरेर कति सुन्दर देखिनु भएको छ मनमोहन देखिनु भयो मेरो कृष्णको श्रृङ्गार गरिसकेपछि हामीले भोग लगाएर म यतिकै बसिरहेको थिएँ खासै केही प्लान थिएन हाम्रो मजाले पूजापाठ चाहिँ गरेँ गर्न त सधैँ गर्छौँ तर हिजो अब मेरो जन्मदिन भनेर अलि विशेष रूपमा पूजापाठ गरेर अनि कानालाई श्रृङ्गार गरेर भोग लगाएर बसेको थिएँ मेरो लाला फोटोजेनिक छिन् एकदम फोटो भनेपछि रेडी हुन्छ नि त्यसपछि त्यत्तिकै बसिरहेको थिएँ सडनली अकस्मात मेरो बहिनीले मलाई सरप्राइज प्लान गरेको रहेछ मेरो सरजीसँग मिलेर अनि सर पनि फेरि एक्टिङमा खतरा केही छैन भनेर स्कुल पनि कुद्दिनु भयो मैले पनि हैछ के अरे भनेर अनि विश्वास गरेको त सरको र साली बिनाजुको प्लान अनुरूप मलाई बर्थडे सरप्राइज भएको रहेछ त्यसपछि सडनली मलाई बसिरहेको बेलामा सरप्राइज आयो बहिनीज्यूबाट अनि बर्थडे यसरी मनायौँ हामीले मनाउन भन्दै पनि बहिनीले सरप्राइज दिएपछि मनाउनै पर्यो त्यसपछि हामी बर्थडे यसरी मनायौँ अनि बुवा मम्मी पनि आउनुभएको थियो अनि त्यही भएर मेरो बर्थडे चाहिँ अब जन्मदिनी मातापिता भइसकेपछि त बर्थडे यसै रमाइलो हुने भयो साथ दिने श्रीमान भएपछि यसै रमाइलो हुने भयो त्यही भएर अहिलेको बर्थडे चाहिँ मेरो विशेषै भयो मेरो कृष्णजी पनि मसँग हुनुहुन्थ्यो अनि मैले केकहरू काटिसकेँ केक काटेर यो चाहिँ एगलेस केक हो है हामीले फेरि एगवाला खाँदैनौँ त्यही भएर एगलेस केक अर्डर गरेर बनाइदिएको रहेछ अनि केकहरू काटेँ त्यसपछि म त एकदम फुल सरप्राइजमा थिएँ अझै पनि विश्वासै लाग्थेन तर अनि गेस चाहिँ गरेको थिएँ बहिनीले नै हो भनेर त्यसपछि यसरी केक काटेर उडेर मेरो बर्थडे पनि रमाइलो भयो साँझ भए पनि अनि आई एम सो ह्याप्पी बुके त फर्स्टचोटि लाइफमा पाएको भएर होला आई एम फिलिङ सो 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 ह्याप्पी ल आजको लागि चाहिँ यति नै हजुरहरूले पनि विस गरिदिन नभुल्नु होला ल मेरो बर्थडेको थ्याङ्क यू हरे कृष्ण सबैजनालाई हजुरहरूको दिन पनि शुभ रहोस् हरि बोल।